हार्दिक स्वागत छ हाम्रो मिनी ब्लगमा। र समर भ्याकेसन यहाँको कस्तो हो? सबै राम्रै भएको हुनसक्छ, आशा गरौँ। र हाम्रो पनि राम्रै भइरहेको छ मित्रहरू। हिजो मात्रै हामीले एकदमै अहिलेको ट्रेन्डिङ नम्बर 1 मा परिरहेको हान नदीमा, अथवा हान नदीमा मात्र नभएर विभिन्न कोरियाको नदीहरूमा जेट स्की भन्ने एउटा बाइक, पानीमा कुद्ने बाइक चाहिँ, सरल कुद्ने बाइक चाहिँ एकदम ट्रेन्डिङ नम्बर 1 मा छ। त्यो ट्रेन्डलाई फलो गर्छ हाम्रो मिनी ब्लगमा। र समर भ्याकेसन यहाँको कस्तो हो? सबै राम्रै भएको हुनसक्छ, आशा गरौँ। र हाम्रो पनि राम्रै भइरहेको छ मित्रहरू। हिजो मात्रै हामीले एकदमै अहिलेको ट्रेन्डिङ नम्बर 1 मा परिरहेको हान नदीमा, अथवा हान नदीमा मात्र नभएर विभिन्न कोरियाको नदीहरूमा जेट स्की भन्ने एउटा बाइक, पानीमा कुद्ने बाइक चाहिँ, सरल कुद्ने बाइक चाहिँ एकदम ट्रेन्डिङ नम्बर 1 मा छ। त्यो ट्रेन्डलाई फलो गर्ने क्रममा हामीले पनि हिजो समातेर आयौँ त्यसलाई मजाले। हामीले जति सक्थ्यौँ र हाम्रो तागतले जति भ्यायो, जति सक्ने गरी हामीले पनि चढेर आयौँ मित्रहरू। र सुरुमा सुन्दा त यसको कस्ट होइन कति पर्छ भन्दाखेरि, सोद्धा नै साथीभाइले सोद्धाखेरि भन्दाखेरि चिसिक्क मन चाहिँ चसक्क हुने गर्थ्यो। र पनि हामीले मुटु मिचेर 2 दिनको कमाइ 10 मिनेटमा हामीले सकेर आउन सफल भयौँ। र यहाँलाई पनि यो रहर छ भने यहाँले पनि मुटुमाथि ढुङ्गा राखेर 2 दिनको कमाइ 1 दिनको कमाइ चाहिँ तपाईँले 10 मिनेटदेखि 15 मिनेटमा 10 मिनेट खेलेर त कहिले पनि भनेर तपाईँले रिक्वेस्ट गर्नुभयो भने पहिलोचोटिको 10 मिनेट 10 मान तिरेर पछिल्लोचोटि चाहिँ रिक्वेस्ट गर्नुभयो भने तपाईँलाई 5 मिनेट थप दिन्छ 5 मानमा। भनेपछि 15 मान चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ। यस कारणले गर्दा 1 दिन 2 दिनको कमाइ चाहिँ 15 मिनेटमा तपाईँले खर्च गर्न सक्नुहुन्छ। र यदि रहर भएको भए होइन, र पैसा के को लागि भन्ने कुरा पनि छ एउटा। बेसरी पैसा त कमाइयो, खर्च गर्ने स्रोत होइन, खुसीहरू प्राप्त गर्नकै लागि हामीले यत्रो दुःख मेहनत गरिरहेका छौँ कि जस्तो पनि मलाई लाग्छ। यस कारणले गर्दा यहाँलाई पनि त्यो रहर छ भने निर्धक्क भएर त नभनौँ। एक हिसाबले तपाईँले एउटा जीवन चाहिँ मैले जिउँछु, 15 मिनटको जीवन भनेर चाहिँ तपाईँले 15 मान चाहिँ खर्च गर्न सक्नुहुनेछ। र यो खर्चको विषयमा धेरै कुरा नगरौँ, र यहाँबाट तपाईँले कति सन्तुष्टि प्राप्त गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण रहनेछ। र सुरुमा त कसैलाई पनि थाहा हुँदैन यो बोट चलाउनुलाई। पहिला चाहिँ डरै लाग्दो रहेछ सुरुमा चाहिँ। बिस्तारै तपाईँले पानीभित्र पस्दै गए पछाडि तपाईँको अनुभव, तपाईँको हिम्मत बढ्दै जान्छ। र पनि मुटु चिउचिउ चाहिँ गर्छ नै होइन सर। चिउचिउ गरे पनि तपाईँले सक्दो 10 मिनटलाई चाहिँ तपाईँले भरपुर चाहिँ सदुपयोग गर्नुपर्ने हुन्छ। किनभने 10 मिनट तपाईँको जम्मा डेढ दिनको कमाइ चाहिँ हो। त्यस कारणले गर्दा पैसा असुल तपाईँहरूले यो राइड चाहिँ गर्नुहोला भन्ने मेरो अनुरोध छ। जे जस्तो गरियो ठिकै गरियो जस्तो लाग्छ हाम्रो पहिलो अनुभव। र अब फेरि पनि गइयो भने यसरी चाहिँ गर्नुपर्ने रहेछ भन्ने एउटा मनसाय चाहिँ बनेको छ मलाई पनि। खेलिसकेर भिडियो हाम्रो भाइले बनाइसके पछाडि, यसलाई हेरिसके पछाडि चाहिँ यो पाराको होइन रहेछ भन्ने चाहिँ हामीलाई पनि लागेको छ। यदि यहाँलाई के पारा रहेछ त त्यो उत्कृष्ट होइन, पैसा महँगो छ नि त, महँगो भएको कारणले गर्दा एकै सर्टमा चाहिँ उत्कृष्टभन्दा उत्कृष्ट चाहिँ कसरी गर्न सकिने रहेछ भन्ने यहाँलाई जिज्ञासा रहेको छ भने यहाँले
कमेन्ट गर्नु होला। मैले मेरो मनमा चाहिँ विचार चाहिँ यहाँसँग कुनै हुन्छ कुनै हुँदैन र तपाईँले सिधै हाङकाङ पार्कमा गएर चाहिँ सिपहरूको थुप्रै 2-3टा बोटहरू छ। त्यो बोटहरूमा चाहिँ एउटामा चाहिँ देखिएको छ कि तपाईँले चढ्ने सुरु बनाउनु भएको बाइक अथवा यो स्कीको फोटो जेट स्कीको फोटोहरू राखेको छ 3टा जति एउटा ठुलो होर्डिङ बोर्डमा ब्यानरमा। सिधै तपाईँले छिरेर चाहिँ उता लेफ्ट साइडतिर छिर्नुभयो भने 2जना भाइहरू बसेका हुन्छन् र उनीहरूलाई सिधै तपाईँले फोटो देखाएर अथवा सोधेर तपाईँले यो चढ्न सक्नुहुनेछ। र बाँकी तपाईँको स्ट्रेस छ भने पनि तपाईँको स्ट्रेस चाहिँ कम गर्छ जस्तो लाग्छ मलाई। पानीमा गइसके पछाडि प्रकारको साधनमा छिरिसके पछाडि यसमा चढिसकेको पछिको मजा नै बेग्लै छ। त्यस कारणले गर्दा तपाईँलाई मन छ भने चाहिँ यसो टाइम मिलाएर यस्तो तपाईँले छुमालमा गएर भए पनि 15 मिनट अथवा 10 मिनट चाहिँ खर्च गर्नुहोस्। तपाईँको लागि, आफ्नो लागि। तपाईँको रहर हुन्छ, मनमा रहर छ र पनि अरू आवश्यकताहरू पुरा गर्नलाई अरूको चाहनाहरू पुरा गर्दै तपाईँको जीवन पनि मेरो जस्तै बितेको हुन जान्छ। मेरो पनि त्यस्तै थियो र तपाईँले यहाँ खर्च गरेको चाहिँ तपाईँको आफ्नै जीवनको लागि र आफ्नै खुसीको लागि हुन्छ भन्ने म महसुस गर्छु। र बाँकी कुरा चाहिँ तपाईँले केही छ सोध्नुपर्ने भने तपाईँले कमेन्ट छोड्नु, यसको जवाब मैले सक्दो दिने कोसिस गर्नेछु। र अब अन्तमा तपाईँहरूलाई के भन्न चाहन्छु भने नआउनु थियो, आइसक्नुभयो। यदि आइसके पछाडि एउटा कमेन्ट मिठो गर्नु होला, मिठो भए पनि नमिठो पनि गर्नु होला एक हिसाबले। र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट अनि सेयर त तपाईँको। उठेर गएको उठेर